A day in my life. हेलो एभ्रिवान, सबैलाई स्वागत छ मेरो पहिलो मिनी ब्लगमा। आज चाहिँ मैले बिहानै उठेर चिया पानी खाइवरी रुम सफा गर्न गएँ। मलाई चाहिँ जहिले बिहानै उठ्ने बित्तिकै रुम सफा गरेको चाहिँ एकदम मनपर्छ। मलाई चाहिँ बिहान उठ्ने बित्तिकै रुम सफा भयो भने चाहिँ दिनभरि काम गर्ने जागर लाग्छ। जिउ नै फुर्तिलो भए जस्तो हुन्छ कि काम गर्ने एकदम जागर लाग्छ। त्यही भएर म चाहिँ जहिले बिहान उठ्ने बित्तिकै काम भ्याएर चिया पानी खाएर रुम सफा गर्छु। अनि रुम सफा गरेपछि आनन्द हुन्छ नि त, आफूलाई नि सफा महसुस भयो जस्तो हुन्छ। त्यसपछि मेरो साथीको फोन आयो। आज चाहिँ बिहान बिहानै अल्छिनीको मुख देख्न पाइयो भन्दै जिस्काउँदै थियो कि यसलाई। हाम्रो चाहिँ 4th इयरको फर्म खुलेको छ। फर्मको कुरा गर्दा गर्दै ढिलो हुन्छ खाना बनाउनु भनेर म अर्को रुममा गएँ। अनि दाल बसालेँ, भात बसालेँ राइस कुकरमा। हाम्रो चाहिँ यतिखेर के रुममा कति धेरै तरकारी छ हेर्नु है। सागको त यत्रो धेरै थुप्रो छ कि म देखाउँछु हेर्नु न कति धेरै छ। अनि मैले साग पखालिवरी साग भुटेँ, धनियाँको चटनी र धनियाँ र टमाटर मिसेर चटनी बनाएँ। हाम्रो चाहिँ रुममा दुध पनि छ कि आज चाहिँ कति धेरै आइटम बच्छ कि खानेकुराहरू। हाम्रो चाहिँ अहिले बाहिर चाहिँ फोहोर छ कि एकदमै माथि ढलान गर्नुभएको थियो कि ढलान चर्किएर। त्यतिकैमा हाम्रो खाना खाने बेला हुन्छ, यति धेरै आइटमहरू खाने बेला हुन्छ। अनि साने चाहिँ रिसाउँदै हुन्थ्यो कि आज मैले ढिला खाना बोलाइदिएँ भनेर। अनि खाना खाइसकेर म चाहिँ अर्को रुममा गएँ अफिसको लागि रेडी हुनलाई। अलिअलि केटी मान्छे भएपछि मेकअप गर्नुपर्छ अनि ढिला भइहाल्छ, केटा मान्छे रिसाइहाल्ने। अनि म चाहिँ अलिअलि मेकअप गरिवरी रेडी भएँ। अनि अफिसको लागि चाहिँ चार्जरहरू सबै राख्नुपर्छ। अनि राखिवरी अफिस जानलाई चाहिँ हामी निस्कियौँ। उहाँले चाहिँ बाइक निकाल्दै हुनुहुन्छ। अनि हामी चाहिँ लगभग 9:25मा निस्क्यौँ होला। अनि ढिलो हुन्छ भनेर छिटो म चाहिँ बाइकमा चढेँ। अनि पोखरामा अब त्यस्तै त हो, जामहरू हुन्छ बाटो यताउता। अनि जहिले अफिस पुग्दाखेरि चाहिँ ढिलो भयो भन्नुहुन्छ कि 40 भन्दा पछाडि भयो भने चाहिँ मिलाउँछ भन्नुहुन्छ। अनि उहाँले डेन्जर कुदाउनुहुन्छ कि म चाहिँ बिस्तारै चलाउनु न भन्छु, डेन्जर कुदाउनुहुन्छ। त्यत्तिकै मेरो झर्ने बेला भयो। हेर्नु न पोखरामा कति छ कि चोकमा फोहोरहरू। अनि म जाँदै थिएँ अनि दिदीलाई बाटोमा भेटेँ कि अफिसको दिदीलाई ब्याट्ट पिटेर नि यता हेर्नु भनेको त ओए भन्नुहुन्छ क्या दिदीले। अनि हामी चाहिँ अफिस पुग्यौँ। त्यसपछि चाहिँ हाम्रो मेसिन, यो चाहिँ कलर मेसिन हो, यो चाहिँ रिपेयर हुँदैछ क्या अहिले, पुरै सर्भिसिङ गर्दै हुन्छ। सबै हेर्नु यता ल्याएर राख्नुभएको छ मेसिनको सामानहरू। अनि मैले चाहिँ इन्ट्री गरेँ, थ्याङ्क यू भन्यो दिदी चाहिँ काउन्टरमा जानुभयो, म चाहिँ मेरो कम्प्युटर रुममा गएँ। यहाँ चाहिँ दाइ दिदीहरू आएर काम सुरु गरिसक्नु भएको रहेछ। अनि दिदी काम गर्दै हुन्थ्यो। अनि मैले चाहिँ दिदीलाई अर्को काम दिएर मेरो काम सुरु गरेँ। यत्तिकैमा मैले दिनभरि भ्लग भिडियो